हामीले यो क्याश फ्लोको हामीले सामान्य यहाँ के पढ्यौं, हामीले कतिवटा एक्टिभिटी हुन्छ भनेर पढ्यौं। हामीले 3वटा एक्टिभिटीबाट क्याश इन हुन्छ अनि क्याश आउट हुन्छ, हो कि न? अनि अर्को नियम हामीले यहाँ के पढ्या थियो याद छ तिमीहरूलाई? अर्को नियम के पढ्या थियो भने हामीले लायबिलिटीको बारेमा भन्छु म। यदि लायबिलिटी बढ्यो भने लायबिलिटी बढेमा केमा लेख्ने अरे प्लस र लायबिलिटी घटेमा माइनसमा लेख्नुपर्छ। हेलो ल हेरौं। र अर्को बुझ्नै पर्ने कुरा एसेटको केसमा, हेलो एसेट यदि बढेमा माइनसमा र घटेमा केमा लेख्नुपर्छ नानी हो? प्लसमा लेख्नुपर्छ। यो कुरा यो एकदम इम्पोर्टेन्ट रुल हो, यो मेन यही हो। र अर्को हामीले बुझ्नुपर्ने कुरा के छ भने यसमा कोलाई इन्ट्री गर्दैनौँ अरे हामी? डिप्रिसिएसन, रिटेन अर्निङ, गुडविलहरु यहाँ चढाउँदैनौँ ल। यी कुराहरु नचढाउने। अब लुजाउँ त एउटा क्वेशन निकाल त। डाइरेक्ट मेथड हो, इनडाइरेक्ट हैन। डाइरेक्ट मेथडको क्वेशन धेरै तिमीहरुको यो प्र्याक्टिस यो मोडल सेटमा पनि डाइरेक्ट मेथडै होला। हेरौं त। क्याश फ्लो स्टेटमेन्ट र कक्षा 12 मा एन्सर भएको मार्क्स 8 आउने यही एउटा च्याप्टर हो। के अरे नानी हो? यसमा एन्सर दिएको हुन्छ म्याक्सिमम क्वेशनमा, एक दुईवटामा नहोला। यसमा एन्सर दिएको हुन्छ क्वेशनमै। क्वेशनमै एन्सर दिएको हुन्छ। अनि 8 मार्क्स पनि त्यो माथि, अनि सजिलो पनि त्यो माथि। भनेपछि कति हो कि भन्ने त? डाइरेक्ट सोधेको छैन 2 वर्ष भयो र पनि हामी पढौं। यो जाने भने इनडाइरेक्ट त एक चुटकीमै मिल्छ। ल हेरौं त, लु गरौं त। कति सालको क्वेशन गर्दै छौं हामी? कतिको अरे? 2080 पिक्यू। हेरौं त। 2080 पिक्यू प्रश्न हेरौं त। क्वेशन सबै कहाँ राख्नु पर्यो है, नत्र केही नि बुझिँदैन फेरि। एकदम सजिलो लाग्छ यो, हेर है। यो आज एउटा गर्छौं हामी अनि अर्को पनि भ्याउँछौं होला जसम्म। त्यो गरेपछि तिमीले घरमा प्र्याक्टिस गर्यौ यो फर्मेट हेर्दै। त्यो लङ फर्मेट नहेर्ने, त्यसले टाउको दुखाउँछ। यो यति यो मन्त्रवाला फर्मेट रट्यौ भने सक्यो, यो जान्यौ भने सक्यो। सुरुमा यहाँ कतिवटा एक्टिभिटीको बारेमा चर्चा गर्दै छौं अरे। पहिला हामी अपरेटिङ, पहिला कुन एक्टिभिटी? अनि यो सकिएपछि अर्को कुन एक्टिभिटी? इन्भेस्टिङ। अर्को कुन अरे? अनि लास्टमा कुन अरे नानी हो? फाइनान्सिङ एक्टिभिटी। यो 3वटा एक्टिभिटीको बारेमा बोल्छौं र यो यसको बारेमा हामीले यहाँ गर्दै गर्दा यसमा चाहिँ धेरैवटा सब हेडिङ छ। यो सब हेडिङ तिमीलाई सल्भ गर्न पनि मैले एक दुईवटा मन्त्र रेडी गरिया छ, त्यसले गर्दा सबै सजिलो भइ नै हाल्छ। त सुरुमा के लेख्नु पर्छ अरे लु भन त नानी हो? सुरुमा के लेख्नु पर्छ? हेर फर्मेट हेरौ त। पहिला अपरेटिङ एक्टिभिटी, कुन एक्टिभिटी? ओके, क्याश फ्लो फ्रम operating activities। operating activities कुन एक्टिभिटी गर्दै छौं हामी? अपरेटिङ। अपरेटिङमा सब हेडिङ हुन्छ, यति चाहिँ बुझ्नु। सुरुको एक्टिभिटीमा के हुन्छ अरे? हेर्ने त। अर्को दोस्रो इन्भेस्टिङ एक्टिभिटीमा सब हेडिङ छ। यो अर्को तेस्रो फाइनान्सिङमा सब हेडिङ छ, छैन। अब हेरौं यसको सुरुको हेडिङ के छ? ए नम्बरमा लु जाउँ त। क्याश कलेक्सन फ्रम कस्टमर अथवा डेप्टर्स। लेख्यो। अब यसभित्र के मैले मन्त्र लेखाएको छ हेर यहाँ नेपालीमा, हेर त नानी हो। सेडेरी। यहाँ के जान्छ अरे? सेडेरी। के अरे? से भनेको सेल्स भनेर बुझ्नु। के भनेर बुझ्नु? सेल्स भनेको एडिसनल इन्फोमा दिएको हुन्छ, छ कि छैन? सेल्स हेर। सेडेरीको के लेख्यौं हामीले? कति टक्का छ सेल्स? अब मलाई एक थोक भन ल, हामी के रिपोर्ट बनाउँदै छौं? लु भन पहिला। हामी के बनाउँदै छौं अहिले? क्याश फ्लो बनाउँदै छौं। के बनाउँदै छौं? क्याश भनेको के? पैसा। पैसा गयो भने माइनसमा, पैसा आयो भने केमा? प्लसमा। सेल्स भनेको बिक्री। बिक्री गर्दाखेरि पैसा आउँछ कि जान्छ? केही कुरा बिक्री गर्दा पैसा आउँछ कि जान्छ भने आउनु भनेको के हो? प्लसमा लेख्नु परेन? सामान बिक्री गर्दा पैसा जान्छ? के हुन्छ? त्यसैले आउनु भनेको प्लस हो नि त।
क्यास आयो कि गयो सेल्स गर्दा क्यास आएमा क्यास आउँदा प्लस क्यास जाँदा यहाँ क्यास फ्लो हो क्यासको चाहिँ ख्याल राख्नु तिमीहरूले क्यास आयो कि गयो हामी क्यास फ्लो गर्दैछौँ हामीले सामानको लेखाजोखा नराख्ने क्यासको लेखाजोखा राख्ने कसको क्यासको क्यास फ्लो गर्दैछौँ नि त हामी बिक्री गर्दा क्यास आउँछ कि जान्छ आउनु भनेको के हो नानी हो प्लस से लेखिसक्यौं अब के खोज्नु पर्यो डे भनेको डेप्टर सेडेरी भन्ने मन्त्र हो नि त डे भनेको डेप्टर्स डेप्टर्स भनेको एसेस्टमा हुन्छ कहाँ हुन्छ है ल एसेस्टमा हेर त छ डेप्टर्स छ भने ल यहाँनिर हेर डेप्टर्स यसरी लेखिदिएको छ हेर त यहाँ यसलाई बुझौँ त एकपल्ट हेलो यहाँ पहिलो वर्ष र दोस्रो वर्ष दिएको छ कि छैन हेर पहिलो वर्ष डेप्टर्सको कति दिएको छ दोस्रो वर्ष कति दिएको छ यहाँ हेरौँ है यसलाई एकपल्ट मजाले बुझौँ है हेरौँ है आँखा झिमिक नगरी हेरौँ 15 बाट 10 हुनु भनेको बढ्नु हो कि घट्नु हो 15 बाट 10 हुनु भनेको पहिलेको साल 15,000 को डेप्टर थियो अनि 10,000 को बन्यो 15 बाट 10 भनेको बढ्नु हो र घटेको हो नि 15 बाट 10 हुनु भनेको घटेको होइन घटेको हो नि यो अब डेप्टर्स भनेको के हो भनेर तिमीहरु ला के हो म त जान्दिन त एसेट हो कि लायबिलिटी हो भन्ने तिमीहरुको मनमा आउँछ भने क्वेशनले आफै सिकाएको हुन्छ यो चाहिँ एसेट हो कि लायबिलिटी हो भनेर क्वेशनले आफै सिकाएको हुन्छ हेर त डेप्टर्स को माथि हेडिङमा हेर त एसेट को मुनि लेखेको छ कि लायबिलिटी को मुनि लेखेको छ के को मुनि लेखेको छ डेप्टर्सलाई के को मुनि लेखेको छ हेर्ने न क्वेशन 80 सेट पीक्यू को क्वेशन हेर न हो डेप्टर्स भनेको एसेट हो कि लायबिलिटी यदि जानेकै छैन भने पनि क्वेशनले हेल्प गर्छ त यो त एसेट हो है भन्दैछ क्वेशनले आफै भन्दैछ कि छैन हेर्ने न भनेपछि 15 बाट कति बन्या छ अरे 15 बाट कति बन्या छ बढेको हो कि घटेको घट्नु यो एसेट के भएको छ नानी हो एसेट के भएको छ एसेट घटेमा यसको पैसा अब केमा लेख्नु पर्छ प्लसमा भनेपछि घट्नुलाई के भनिन्छ नानी हो डिक्रिज डिक्रिज इन डेप्टर्स डेप्टर्स के भएको छ अरे नानी हो घटेको छ कतिले घटेको छ 5,000 यो पैसा प्लसमा लेख्ने कि माइनसमा अरे यो पैसा किन प्लसमा लेखेको एसेट के भएको छ एसेट घटेमा केमा लेख्नु पर्यो प्लसमा कसले बुझेन है केही नै बुझेन केही नै बुझेन तिमीले पहिला हामी क्याश कलेक्सन फ्रम कस्टमरमा सेडेरीहरु इन्ट्री गर्छौं यहाँ के इन्ट्री गर्छौं सेडेरी भनेको के हो सेल्स से भनेको सेल्स सेल्स चढायौं सेल्स भनेको बिक्री गर्नु बिक्री गर्दा क्याश आउँछ कि जान्छ आउनु भनेको प्लस हुनु अब डेप्टर्स को दिएको छ से लेखिसक्यो अब के लेख्नु पर्यो डे डे भनेको डेप्टर्स डेप्टर्स पनि भेट्यौं हामीले डेप्टर्स को डाटा हेर्दाखेरि 15 बाट 10 बनेको छ 15 बाट कति बन्या छ 15 बाट 10 हुनु भनेको बढ्नु हो कि घट्नु 15 बाट 10 हुनु भनेको बढ्नु कि घट्नु घट्नु अब के घटेको त यो एसेट हो कि लायबिलिटी हो एसेट के भएको छ अरे घटेको छ भने यो पैसालाई केमा लेख्नु पर्यो प्लसमा लो यहाँ कति यो दुईटाको फरक लेख्ने यो दुईटाको डिफरेन्स लेख्ने 15 र 10 को फरक कति हुन्छ 5 5 लाई प्लसमा लेख्ने कि माइनसमा किन यो प्लसमा लेखेको एसेट के भएको छ बढेको छ एसेट के भएको छ घटेको छ के भएको छ सरी घटेको छ एसेट के भएको छ त्यसैले अब डे पनि भेटियो अब के खोज्छौं हामी री भनेको रिसिएबल हेर्ने रिसिएबल क्वेशनमा रिसिएबल छ क्वेशनमा भनेपछि यो री छैन लेख्नै परेन अब यसको खेल खत्तम भइसक्यो यो जोड्ने कति भयो नानी 1,05,000 छ कसैलाई के भन्नु यो के को एन्सर आको नानी हो ए को एन्सर के को एन्सर आयो है अब दोस्रो बी सब हेडिङ को नाम के हो लु हेर त्यहाँ क्याश पेड टु सप्लायर्स मात्रै लेख्दा पनि हुन्छ अथवा क्रेडिटर्स मात्रै लेख्दा हुन्छ क्रेडिटर्स यसमा यसको मैले मन्त्र के पढाएको छ लु हेर COGS क्रे पे स्टक यो लेखाएको छ अनि यो स्टक भनेको इन्भेन्ट्री पनि हो यो स्टक भनेको के हो अरे इन्भेन्ट्री पनि हो ल हेरौं ल यहाँनेरि सबभन्दा पहिला कस्ट अफ गुड्स सोल्ड हेरौं त नानी हो यो एडिसनलमा दिएको हुन्छ कस्ट अफ गुड्स सोल्ड
कहाँ दिएको हुन्छ यो एडिसनलमा कस्ट अफ गुड्स सोल्ड। अब मलाई एक थोक भन ल यो कस्ट अफ गुड्स सोल्ड भनेको के हो सम्झ त एकपल्ट फाइनल एकाउन्ट मल्टी स्टेप सम्झ त्यो सम्झेनौ भने एनएफआरएस सम्झ कस्ट अफ गुड्स सोल्ड भित्र के हाल्थ्यौ हामी सम्झ त एकपल्ट कस्ट अफ गुड्स सोल्ड भनेको के हो सम्झ त एकपल्ट पर्चेज वेजेज क्यारिएज कस्ट अफ गुड्स सोल्ड हुन् कि होइनन् त्यो सबै सामान किन्दा गाडी भाडा तिर्दा क्याश इन हुन्छ कि आउट हुन्छ के अरे खासमा हामीले के बुझ्नु पर्यो सीओजीएस के बुझ्नु पर्यो सीओजीएस भनेको कस्ट अफ गुड्स सोल्ड भित्र हामी के हाल्थ्यौं पर्चेज वेजेज क्यारिएज अब यो आइटमहरु यसो एनालाइसिस गर्ने त पर्चेज भनेको किन्नु किन्दाखेरि क्याश इन हुन्छ कि आउट हुन्छ वेजेज ज्याला तिर्दाखेरि पैसा इन हुन्छ कि आउट हुन्छ अनि हामीले गाडी भाडा क्यारिएज तिर्दाखेरि पैसा आउँछ कि जान्छ भनेपछि यो सीओजीएस भनेको त पैसा जाने आइटम रहेछ नि त के रहेछ भनेपछि पैसा जाँदा रहेछ सीओजीएस भनेको एक्सपेन्सेस हो खर्च हो के हो यो यसले पैसा आउँछ कि जान्छ पैसा आउने भए त म सामान किनेको किनै गरिहाल्छु नि सीओजीएस भनेको पर्चेज वेजेज हैन त सामान किन्यो भने पैसा आउँछ कि जान्छ के आउँछ हो जान्छ आउने भए त म सामान पनि किन्दै पैसा पनि आउँथ्यो हुन्छ त्यस्तो कहिले सम्भव भनेपछि यसले सीओजीएस ले पैसा इन हुन्छ कि आउट हुन्छ त आउट हुन्छ कति टक्का दिएको छ 80,000 ल हेरौं है यो 80,000 आको बुझ्यो यो किन माइनसमा लेख्यो त्यो पहिला बुझ्नु पर्यो यो माइनसमा लेखेको बुझ्यो सीओजीएस भनेको खर्च हो खर्चले पैसा आउँछ कि जान्छ जानु भनेको माइनसमा पैसा जाँदाखेरि माइनसमा ल अर्को हेर सीओजीएस भेट्यो अब के छ यहाँ हाम्रो मन्त्रमा क्रे के छ अरे नानी हो क्रे भनेको क्रेडिटर्स के अरे नानी अर्को क्रेडिटर्स हेरौं त एकपल्ट लायबिलिटीमा हुन्छ क्रेडिटर्स हेरौं क्रेडिटर छ कि छैन है छ क्रेडिटर भेट्यो यो एसेट को मुनि छ कि लायबिलिटी हामीले सबैलाई थाहा छ लायबिलिटी हो भनेर तर कसैलाई ला एसेट हो कि लायबिलिटी भनेर डराउनु पर्दैन क्वेशनले आफै सिकाउँछ लायबिलिटी हो है भनेर पहिलो वर्ष र दोस्रो वर्षको दिएको छ पहिलो वर्ष कति दिएको छ है अर्को वर्ष कति दिएको छ 32,000 यो बढेको हो कि घटेको 29 बाट 32 हुनु भनेको बढ्नु कि घट्नु यो एसेट कि लायबिलिटी बढेको कि घटेको लायबिलिटी बढेमा पैसा केमा लेख्ने प्लसमा अब के भयो बढ्नुलाई के भनिन्छ नानी हो इन्क्रिज बढ्नुलाई के भनिन्छ इन्क्रिज इन क्रेडिटर्स कति टक्काले बढ्या छ हेर यो पैसा प्लसमा कि माइनसमा अरे किन प्लसमा लेखेको लायबिलिटी बढेको छ केमा लेख्ने क्रे भेट्यो अब पे खोज्ने पेबल छ पेबल छैन भने स्टक अथवा इन्भेन्टरी खोज्ने स्टक भनेको पनि एउटै इन्भेन्टरी पनि एउटै हो स्टक छ कि छैन है स्टक के भएको छ ल हेरौं स्टक को बारेमा हामी एनालाइसिस गरौं त स्टक कति दिएको छ पहिलो वर्ष 30,000 दोस्रो वर्ष कति दिएको छ पहिलो वर्ष कति दिएको छ दोस्रो वर्ष कति दिएको छ बढेको हो कि घटेको अब घट्न त घट्यो के हो यो स्टक के हो एसेट की लायबिलिटी हो भने अब ला स्टक के हो भनेर चिन्ता नलिने क्वेशनले सिकाइदिएको छ हेडिङ हेर्ने न स्टकको माथि एसेट के भएको छ अरे एसेट घटेमा केमा लेख्ने पैसा भनेपछि यो पैसा केमा लेख्छौं हामी प्लसमा अब घटेको त भन्नु पर्यो नि त डिक्रिज इन स्टक कति टक्का यो दुईटाको फरक यसलाई प्लसमा कि माइनसमा अरे किन प्लसमा बुझ्यो नि कि गाह्रो अप्ठ्यारो छ ओके ल अब क्रेपे स्टक पनि भेट्यो के पनि भेट्यो नानी हो क्रेपे स्टक पनि भेट्यो अब यसलाई पनि टोटल गरौं त कति भेट्यो यो तीनवटा पैसा मात्रै टोटल गर्ने बी को एन्सर आयो कति क्याल्कुलेटरमा जे छ त्यही थिच्ने -80 थिच्ने +3 थिच्ने -10 थिच्ने यो गर्दाखेरि जम्मा हाम्रो 67,000 आउँछ माइनसमा कति आउँछ नानी हो कसरी के गर्ने अरे
यसमा धेरै क्याल्कुलेसन मिस्टेक गर्छ विद्यार्थीले। यहाँ के लेखेको छ -80 कति लेखेको छ +3 +10 थिच्ने क्याल्कुलेटरमा यति आउँछ -67 आउँछ -67 यसरी लेख्ने। बुझ्यो कुराकानी? ओके हामीले दोस्रो सब हेडिङ पनि सक्यौं। अब तेस्रो के हो सी नम्बरमा क्याश पेड टु इम्प्लोइज। अर्को के अरे नानी हो क्याश पेड टु इम्प्लोइज। यसको मन्त्र के अरे हेर नानी हो अपरेट प्री आउट। यसको मन्त्र के अरे अपरेट प्री आउट। के अरे यसको मन्त्र अपरेट भन्ने बित्तिकै अपरेटिङ एक्सपेन्सेस हेर्ने एडिसनलमा दिएको हुन्छ। कहाँ दिएको हुन्छ है अपरेटिङ एक्सपेन्सेस। के अरे यसमा कहिलेकाहीँ मिसिएर दिन्छ नि फेरि डिप्रिसिएसन मिसाउँछ इन्ट्रेस्ट मिसाइदिन्छ। मिसाएको छ ए फाल्टै छ अपरेटिङ फाल्टै त होइन नि अपरेटिङमा भित्र होइन नि इन्क्लुडिङ त भनेको छैन नि भनेपछि घटाउनु पर्छ। अपरेटिङ एक्सपेन्सेसमा कोलाई हटाइदिनु पर्छ अरे। यसमा को मिसाएर दिएको हुन सक्छ अरे इन्ट्रेस्ट र डिप्रिसिएसन मिसाएर दिएको हुन सक्छ। यहाँनेरि प्रश्नले के भनेको छ अपरेटिङ एक्सपेन्स कति दिएको छ ठुलो पैसा operating expenses including interest 4,000 rupees. भनेपछि 26,000 मा को मिसिएको छ अरे इन्ट्रेस्ट मिसिएको छ अरे। को मिसिएको छ इन्ट्रेस्ट कति मिसिएको छ 26 मा 4 इन्ट्रेस्टलाई हटाइदिउँ भने कति रुपैयाँ रह्यो 22,000। अब तिमीहरूको मनमा जिज्ञासा आउँला यसलाई प्लसमा लेख्ने कि माइनसमा लेख्ने भनेर। एक्सपेन्सेस भनेको के नानी हो खर्च खर्च हो नि। खर्च गर्दा क्याश आउँछ कि जान्छ त्यसैले यो पैसा केमा लेख्नु पर्यो माइनसमा। एक्सपेन्सेस जति माइनसमा लेख्नु पर्यो। ओके अपरेट भेटियो। अब के खोज्नु पर्यो प्री अपरेट प्री आउट हो नि त यसको मन्त्र। प्रिपेड भनेर हेर एसएस साइडमा हुन्छ प्रिपेड प्रिपेड छ प्रिपेड पनि भेटिएन भने आउट खोज्ने ल्याबिलिटीमा आउटस्ट्यान्डिङ भनेर। आउटस्ट्यान्डिङको जग्गामा ड्यू पनि हुन सक्छ। आउटस्ट्यान्डिङ र ड्यू एउटै होइन। हामीले फाइनल एकाउन्टमा आउटस्ट्यान्डिङ र ड्यू एउटै हो तिर्न बाँकी भन्ने बुझिन्छ नि त। ड्यू दिएको छ आउट भनेकै ड्यू हो नि त। कति छ आउटस्ट्यान्डिङ अथवा ड्यू के भनेको छ ड्यू के ड्यू दिएको छ एक्सपेन्सेस ड्यू पहिलो वर्ष कति दिएको छ पहिलो वर्ष 2000 दोस्रो वर्ष कति दिएको छ 3000। यो बढेको छ कि घटेको छ बढेको छ। के भएको छ यो एसेट हो कि लायबिलिटी। क्वेशनको हेडिङले सिकाउँछ के हो हेर्ने एकपल्ट कन्फ्युज लाग्छ भने यो के हो लायबिलिटी के भएको छ लायबिलिटी बढ्यो भने पैसा केमा ल प्लसमा लेख्दिउँ। यो इन्क्रिज भएको छ नि त बढ्या छ नि त इन्क्रिज इन एक्सपेन्सेस ड्यू। कति टक्का नानी हो यसलाई प्लसमा कि माइनसमा अरे यो किन प्लसमा लेख्यो लायबिलिटी के भएको छ बढेको छ। लायबिलिटी बढेमा केमा लेख्नुपर्छ पैसा प्लसमा। ओके त्यसै गरी आउटस्ट्यान्डिङ ड्यू पनि भेटियो। अब यसको पनि खेल खत्म भयो। यो दुईटा पैसा हो नि त। यो दुईटा पैसा क्याल्कुलेसन गर्दा -21,000 कति आयो नानी हो -21 आयो कि आएन है आयो। अब सी नम्बर सक्यो। अब हाम्रो यो क्याश फ्लो नै सक्यो भनेर सम्झिँदा पनि हुन्छ। अब डी नम्बरमा जाउँ के छ नानी हो इन्ट्रेस्ट पेड। अघि इन्ट्रेस्ट यता एडिसनलमा थियो नि अपरेटिङसँग मिसिएको कति हामीले अलग गरेको इन्ट्रेस्ट पेड कति नानी हो पेड भनेको तिर्नु भुक्तानी गर्नु पे गर्नु। तिर्दाखेरि क्याश इन हुन्छ कि आउट हुन्छ आउट हुनु भनेको केमा नानी हो माइनसमा। अर्को ट्याक्स छ भने लेख्ने छैन भने नलेख्ने। एडिसनलमा आउँछ ट्याक्स ट्याक्स छ कि छैन भने एडिसनलमा आउँछ ट्याक्स छ कि छैन नि। ब्यालेन्स सिटमा प्रोभिजन फर ट्याक्स भनेर पनि हुन सक्छ छैन नि। यो छैन लेख्नै परेन। ल हेर ए को पनि एन्सर आयो बी को पनि एन्सर आयो सी को पनि एन्सर आयो डी को पनि एन्सर आयो। अनि यो सबैलाई एकमुष्ट जोड्नुलाई के भनिन्छ अरे नानी हो नेट क्याश फ्लो फ्रम अपरेटिङको एन्सर भन्न खोजेको। अपरेटिङको नेट भन्ने बित्तिकै यसको एन्सर। अब यसको एन्सर लेखौँ हामी नेट के यसको अगाडि के थप्ने मात्रै नानी हो नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीज। यो के जोडेर आउँछ अरे लु भन ए बी सी डी। यो एन्सर
यो एन्सर र यो एन्सर जे छ त्यो टाइप गर्ने क्याल्कुलेटरमा प्लस 1,05,000 क्याल्कुलेटरमा माइनस 67,000 13,000 यसको आन्सर दिएको हुन्छ हेर त कति दिएको छ 13,000 यो 13,000 आ कसले बुझेन के लाई क्याल्कुलेसन गरेर अरे ए को एन्सर बी को एन्सर सी को एन्सर डी को एन्सर यसले क्याल्कुलेसन गरेर कति भेट्यो नानी हो 13,000 रुपैयाँ भेट्यो यो सकिनु भनेको क्याश फ्लो सक्यो नि अब मेन यसैमा हो विद्यार्थीले बिगार्ने ल अब दोस्रो एक्टिभिटी कुन एक्टिभिटी सुरु भयो हेर क्या दोस्रो एक्टिभिटी सुरु भयो जसको नाम रहेको छ क्याश फ्लो फ्रम इन्भेस्टिङ यो त नामै काफी छ नि इन्भेस्टिङ एक्टिभिटी भित्र के जान्छ अरे लिएर इन्भेस्टिङ भनेको इन्भेस्टमेन्ट हो नि इन्भेस्टिङले आफै बोल्दैछ त इन्भेस्टिङ भनेको इन्भेस्टमेन्ट भनेको के अरे ल इन्भेस्टमेन्ट हेर इन्भेस्टमेन्ट तल एडिसनलमा पनि हुन्छ माथि बट्टामा पनि हुन्छ माथि ब्यालेन्स सिटमा पनि हुन्छ एडिसनल इन्फर्मेसनमा पनि हुन्छ छ त इन्भेस्टिङ छ इन्भेस्टमेन्ट छैन त्यसो भए फिक्स एसेटहरु खोज त फिक्स एसेटहरु खोज फिक्स एसेट छ कि छैन ठ्याक्कै यो पछाडी यो क्लास पछाडी ओके ल एकैछिन यता हेरौं सबैले ल नानी हो इन्भेस्टिङ एक्टिभिटी गर्दैछौं हामी इन्भेस्टिङ भित्र दुईवटा कुरा जान्छ इन्भेस्टिङ एक्टिभिटी भित्र सब हेडिङ हुँदैन यसरी एबीसीडी हुँदैन इन्भेस्टिङ भित्र दुईवटा कुरा आउँछ इन्भेस्टिङले आफै भन्दैछ इन्भेस्टमेन्ट जान्छ के जान्छ अरु फिक्स एसेटहरु जान्छ इन्भेस्टमेन्ट हेर्ने त छ इन्भेस्टमेन्ट छैन त्यसो भए के खोज्ने फिक्स एसेट भनेको प्लान्ट मेसिनरी इक्विपमेन्ट फर्निचर के छ बट्टामा हेर्ने बट्टामा पहिला बट्टा भनेको ब्यालेन्स सिट माथिको बक्समा एसेट साइडमा डाइरेक्ट फिक्स एसेट भनेको छ कति आनन्द छरेर पनि दिएको रहेनछ ओ अब यहाँ कुरा आउँछ लु ध्यान दिएर यदि बट्टामा फिक्स एसेट दिएको छ भन न अनि त्यसको बारेमा मुनि एडिसनलले पनि बोलो भने माथिको बट्टाको हेर्ने कामै छैन कसो 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 अरे मैले भन्न खोजेको फिक्स एसेटहरु बट्टामा पनि छ कहाँ छ अनि एडिसनलमा पनि छ कहाँ पनि छ भने त्यो बट्टाकोलाई इग्नोर गर्ने एडिसनलको मात्र एन्ट्री गर्ने यदि तल नबोलेको भए माथिकोलाई आधार मान्नु पर्थ्यो बुझ्यो कुरा कानी फिक्स एसेटको बारेमा तल एडिसनल इन्फोले नबोलेको भए कसलाई आधार मान्थ्यौं अरे हामीले माथिको बट्टाकोलाई त्यो ब्यालेन्स सिट दिएको छ नि माथि बट्टा हो त्यहाँको पैसा चढाउँथ्यौं अब त्यो पैसा हेर्ने कि नहेर्ने त्यो नहेर्नुको कारण के एडिसनलमा दियो त्यो भएर माथिको नहेर्ने ल तल के दिएको छ ल हेरौं फिक्स एसेट पर्चेज दिएको छ कि छैन है फिक्स एसेट के दिएको छ अरे पर्चेज पर्चेज भनेको खरिद गर्नु किन्नु पर्चेज भनेको के हो नानी हो पर्चेज भनेको के हो किन्नु किन्दाखेरि क्याश इन हुन्छ कि आउट हुन्छ आउट हुन्छ कति टका आउट भयो 29,000 यो किन माइनसमा लेख्यो कसले बुझेन पर्चेज गर्दा क्याश के हुन्छ जान्छ नि त त्यसैले माइनसमा अब पर्चेज दिएको छ भने सेल्स पनि दिएको हुन सक्छ हेर एडिसनलतिर छ दिएको छैन भने नलेख्ने अरु केही छरेर दिएको हुन सक्छ प्लान्ट एन्ड मेसिनरी फर्निचर तर सबैलाई एकमुष्ट दिएछ सक्यो ल हेर त यसको त छ सही यसको एन्सर आइसक्यो यसको एन्सर कसरी लेख्ने रे यसको अगाडि के लेख्ने हजुर के छ एडिसनमा त्यहाँ त्यो दिएको हुन सक्छ सेल्स भनेर त्यो छ भने त्यो पनि चढाइदिने भनेको यसको एन्सरलाई के भनिन्छ लु भन नेट क्याश फ्लो फ्रम इन्भेस्टिङ त सकियो हेर त यो सेकेन्डको एक्टिभिटी कति आयो माइनस 29,000 कति आयो है बुझ्यौ यो अपरेटिङको लागि कति रोटी बेल्नु पर्या थियो हेर त इन्भेस्टिङलाई के गर्नु पर्यो ल अब तेस्रो एक्टिभिटीमा जाउँ नानी हो तेस्रो एक्टिभिटीको नाम के लो हेर फाइनान्सिङ एक्टिभिटी हो नि क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटी क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटी ल हेर तेस्रो अनि अन्तिम एक्टिभिटी हेलो
तेस्रो अनि अन्तिम एक्टिभिटी यसको पनि मैले एउटा मन्त्र लेखाइदिएको छु तिमीहरूलाई के छ हेर त शेयर लोन डी स्क्वायर के अरे नानी हो अब त्यसो भए शेयर क्यापिटल हाल्ने भन्न खोजेको यसको मन्त्र के अरे शेयर लोन डी स्क्वायर शेयर क्यापिटल हाल भनेको शेयर क्यापिटल के भएको छ बढेको छ कि घटेको छ लु हेर पहिला नानी हो ल अब शेयर क्यापिटल र डिबेन्चरलाई इन्क्रिज डिक्रिज भनेर नलेख्नु सुहाउँदैन के अरे के अरे के अरे के अरे यहाँ हेर पहिलो वर्ष र दोस्रो वर्षको डाटा हुन्छ नि त यहाँ शेयर क्यापिटल भनेर लेखेको छ कि छैन कति दिएको छ सुरुमा दोस्रो वर्ष कति दिएको छ बढेकै हुन्छ 99% क्वेसनमा बढेकै हुन्छ शेयर क्यापिटल यहाँ पनि बढेकै छ यहाँ बढेको छ कि छैन यो एसेट हो कि लायबिलिटी हो एसेट हो कि लायबिलिटी हो लायबिलिटी बढेको छ के भएको छ लायबिलिटी बढ्यो भने पैसा केमा लेख्ने अब प्लसमा 10,000 त लेख्ने तर यसलाई इन्क्रिज शेयर क्यापिटल भन्दाखेरि त्यो नराम्रो सुनिन्छ शेयर क्यापिटल कहिले इन्क्रिज भन्नु हुँदैन खासमा बढेकै हो नि त तर यसलाई इस्यु भन्ने भाषा युज गर्नुपर्छ के भन्ने डिबेन्चर र शेयर क्यापिटललाई इन्क्रिज नभन्नु के भन्नु इस्युड भन्ने रिडिम्सन तर 99% क्वेसन भन्दैछु कुनैमा पनि शेयर क्यापिटल घट्दैन इस्युड अफ शेयर क्यापिटल यो 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 किन प्लसमा लेख्यो लायबिलिटी बढ्दा केमा लेख्ने नानी हो प्लसमा शेयर भेटियो शेयर लेख्यो अब के खोज्ने हेर्ने लोन लोन खोज्ने क्वेसन लायबिलिटीमा आउँछ लोन छ लोन घटेको छ कि बढेको छ बढेको छ नि हो लोन के भएको छ अरे हेर्ने शेयर लोन अब हेर्ने लोन के भएको छ लोन टेकन भन्ने यसलाई लोन के भएर बढ्छ ऋण के भएर बढ्छ हाम्रो लिएर हो नि त हो कि न लोन टेकन भन्ने भाषा युज गर्दा राम्रो लोन कतिले बढ्या छ हेर लोन लोन कतिबाट कति भएको छ 50 देखि कति 68 लिएर यो बढेको हो कि घटेको हो लोन टेकन लोन लिएर न हाम्रो ऋण बढ्ने हो कि न कतिले बढ्या छ 18,000 अब यो 18,000 लाई प्लसमा लेख्नु कि माइनसमा लु भन आफै किन होला प्लसमा भन त लायबिलिटी बढेको हो नि त 50 त्यसैले प्लसमा लोन पनि भेट्यो अब डी स्क्वायर भनेको डिबेन्चर र डिभिडेन्ड पेड छ कि छैन ओके डिभिडेन्ड पेड के दिएको छ अरे नानी हो क्याश डिभिडेन्ड त्यो हामीले डिभिडेन्ड लाभांश नै तिर्या हो कति दिएको छ डिभिडेन्ड पेड कति अरे डिभिडेन्ड पेड भनेको तिर्नु तिर्दाखेरि पैसा आउँछ कि जान्छ त्यसैले यसलाई केमा नानी हो माइनसमा लगभग सकियो है हाम्रो ए नानी हो हेर अब थोरै थोरै मात्रै बाँकी छ लु हेर्ने ध्यान दिएर अब यसको एकमुष्टै एन्सरलाई के भन्छौँ हामी नेट क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटी यो तीनवटा पैसालाई क्याल्कुलेसन गर नानी हो कति भेट्यो 21,000 टक्का कति भेट्यो अब हेर है नानी हो यो नेटको पनि बापुजी छ भन्ने हैन हिजो हामीले के को अरे यो नेटहरुको पनि एउटा मेन नेट छ नि हिजो हामीले फर्मेटमा लेखा हो यो तीनवटा नेटको बापुजी लाई के भनिन्छ अरे नानी हो नेट नेट चेन्ज इन क्याश एन्ड क्याश इक्विभ्यालेन्ट के भनिन्छ अरे यो कसरी निस्किन्छ यो नेटको बापुजी 1 2 3 1 को एन्सर यहाँ छ 2 को एन्सर यहाँ छ 3 को एन्सर यहाँ छ लु यो तीनवटालाई क्याल्कुलेसन गर त नानी हो कति भेट्यो 5 के साथ 5,000 अनि लास्टमा एउटा के थप्नु भनेको छ मैले एड ओपनिङ क्याश ब्यालेन्स के अरे नानी हो ओपनिङ क्याश ब्यालेन्स क्वेशन को एसेट साइड में क्याश भनेर दुईटा पैसा दिएको हुन सक्छ सुरुको पैसा कति दिएको छ है कति दिएको छ भन्या अब यो दुईटा जोड त क्लोजिङ क्याश कति आयो हेर त कति 25 र 5 ले कति भयो लु एन्सर त्यहाँ 30 छ कि छैन क्वेशनमा हेर छ कि छैन 30 भनेपछि क्याश फ्लो मा एन्सर दिँदो रहेछ कहाँनेरि छ क्वेशन कुन क्वेशन लो यहाँ ओपनिङ क्याश
कि ओपनिङ क्यास 25 दिएको छ कि छैन अनि यो 5 एन्सरसँग जोड्दा 30 आयो कि आएन हेर यहाँ यहाँ यी क्यासको यो सर छ त यो सुरुको ओपनिङ क्यास हो यो 25 जोडिएन अनि यो एन्सरसँग म्याच भइदिन्छ अन्तिम Answer the guess my name. Opening day closing my head. ल नानी हो ए होइन खिच्नु पर्दैन भरे युट्युबमा हाल्छ त्योबाट सार्नु ल त्यसले बन्द गरिदेऊ